अधिवेशनलाई कुम्भ मेलाको रूपमा संज्ञा दिएको छु किनभने हाम्रो 14 वटा जिल्लाबाट यहाँ स्वजातिहरू उपस्थिति हुनुभएको छ र पहिलो दोस्रो र तेस्रोमा हामी भव्य र सभ्य तरिकाले विभिन्न ठाउँबाट आफ्नो समय मूल्याङ्कनको आधारले पनि हामी यो जिल्ला पनि धेरै नै जनसङ्ख्या भएको हिसाबले र बाहिरबाट पनि आउनुभएका हाम्रा उपस्थिति कथवनिया सेवा समाजका सबैजनालाई म मुरी नै धन्यवाद गर्न चाहन्छु र आजको यो कार्यक्रममा हाम्रो बास आवास र खानाको जुन साथीभाइहरूले सहयोगको रूपमा यहाँनिर कार्यक्रम गरेर शोभा बढाउनु भएको छ उहाँहरूलाई पनि मुरी नै धन्यवाद गर्न चाहन्छु र अब यो कार्यक्रममा अहोरात्र खटेर जिल्ला सचिवज्यू रामनरेश दासज्यू एक्सिडेन्ट परेर उहाँको सानो एक्सिडेन्ट मतलब स्वास्थ्य लाभको पनि म कामना गर्दछु साथै आजको यस कार्यक्रममा यहाँ हाम्रो नृत्य प्रतियोगिता नृत्यमा भाग लिने बहिनीहरू र हाम्रो डान्स टिचर उहाँलाई पनि म यहाँ धन्यवाद गर्न चाहन्छु साथै यहाँनिर उपस्थित हुनुभएका सम्पूर्ण स्वजातिमा पुनः म न्यानो र शुभकामना गर्दै आफ्नो 2 शब्द यही अन्त गर्न चाहन्छु धन्यवाद धन्यवाद कार्यक्रम संयोजकज्यू त्यस्तै हाम्रो निम्तोलाई स्वीकार गरेर आजको यस कार्यक्रमलाई भव्य र सभव्य रूपमा सफल पार्दिनको लागि श्री सुरज बाबा दाजुलाई पनि विशिष्ट अतिथिको रूपमा आदर ग्रहण गरिदिन हाम्रै समाजका बहिनीहरू कस्तो स्वागत गर्दै गएर जानु भएको छ र उहाँको डाइरेक्टर जितुलाई पनि धेरै धन्यवाद त्यस्तै हाम्रो यस कार्यक्रमको आसन ग्रहणको क्रम क्याम्प यतापट्टि पिप्राभित्ता क्याम्प यतापट्टि धरहरा क्याम्पहरू विभिन्न पनि राखेका छौँ र यो बरथुवालाई हामीले मध्य प्रदेशकै राम्रो बजार बनाउन सम्मान गरिदिनलाई म हार्दिक अनुरोध गर्न चाहन्छु कहाँ से पैसा मजाक गर्नु नामको कुरै छैन ठिक छ जानुपर्छ